जब तिमीलाई लाग्छ कि म केही गर्न सक्दैन, जब तिम्रो भित्रको हिम्मत हार्छ, जब तिमी अब म कमजोर भए महसुस हुन्छ, आफूभित्रको यी शक्तिलाई सम्झिनुहोस्। जब हजुरले आफूभित्रको यो शक्तिलाई सम्झिनुहुन्छ, साँच्चै आफूलाई बलियो मान्नुहुन्छ के? किनकि हामीभित्र यस्तो पावर छ, यस्तो पावर छ। बिहान उठ्दै गरेको त्यो सूर्यको किरणलाई हेर्नु। सूर्यको किरणले यति राम्रो, यति सुन्दर कलर फालिराखेको हुन्छ। त्यस्तै हामीभित्र पनि एउटा पावर छ। त्यो पावरलाई चिन्न बहुत जरुरी छ। जब हामी पावरलाई चिनिन्न, कमजोर भइन्छ, सबैले भनेको कुरालाई मनमा राखिन्छ, चिन्ता गरिन्छ, म केही गर्न सक्दिनँ, अब म कमजोर भएँ, मेरो हिम्मत टुट्यो भने जब पनि हजुरको मनमा सोच विचार आउँछ नि, त्यसलाई ट्याक्क च्याप समात्नु, म कमजोर छैन, म भित्र एउटा पावर छ, म भित्र एउटा शक्ति छ र त्यो शक्तिले नै मलाई अवश्य अगाडि बढाउँछ। त्यसको लागि चाहिँ हजुर आफै स्टेबल हुने प्रयास गर्नु पर्यो, हुनु पर्यो। अहिले कम्पिटिसनको जमाना छ र थोरै मेहनतमा हामी हार खानु भनेको हामीभित्र भएको कमजोरी देखिनु हो र हामीभित्र यस्तो पावर छ नि, अनगिनत पावर छ जो कसैले पनि देखेको छैन र त्यो पावरलाई जुन दिन हजुरले देख्नुहुन्छ त्यो दिन अवश्य नै एउटा सफल व्यक्ति बन्नुहुन्छ।